युनिभर्सिटी अफ अक्सफोर्ड स्थित वेलबिङ रिसर्च सेन्टरले गत बिहिबार जारी गरेको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2025 को सूचीमा नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्र भएको छ। उक्त लिस्टका अनुसार नेपाल 92औं स्थानमा रहँदै दक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्र बन्न सफल भएको हो। यस रिपोर्टका अनुसार अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान 109औं स्थानमा, भारत 118औं स्थानमा, श्रीलङ्का 133औं स्थानमा, बङ्गलादेश 134औं स्थानमा र अफगानिस्तान 147औं स्थानमा रहेको छ। सन् 2012 देखि प्रकाशन सुरु भएको 13औं संस्करणको यस रिपोर्टको सूचीमा यस वर्ष पनि फिनल्यान्ड नम्बर 1 मा रहँदै विश्वको सबैभन्दा खुसी राष्ट्र बन्न सफल भएको छ। यससँगै फिनल्यान्ड लगातार 8 पटक यस सूचीमा नम्बर 1 मा पर्न सफल भएको छ। फिनल्यान्डसँगै यस सूचीको शीर्ष 10 मुलुकहरूमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्विडेन चौथो, नेदरल्यान्ड पाँचौं, कोस्टारिका छैटौं, नर्वे सातौं, इजरायल आठौं, लक्जमबर्ग नवौं र मेक्सिको 10औं स्थानमा पर्न सफल भएका छन्। यससँगै युद्धमा रहेका राष्ट्रहरूमध्ये इजरायल 8औं स्थानमा, रसिया 66औं स्थानमा, प्यालेस्टाइन 108औं स्थानमा र युक्रेन 111औं स्थानमा पर्न सफल भएका छन्। यसैगरी मिडल इस्ट राष्ट्रहरूमध्ये युएई 21औं स्थानमा रहँदै मिडल इस्ट राष्ट्रहरूमध्ये सबैभन्दा खुसी राष्ट्र बन्न सफल भएको छ। युएईले खुसी हुने राष्ट्रहरूमध्ये जर्मनी, युके र युएसएलाई समेत पछि पार्न सफल भएको छ।